हेलो एन्ड नमस्कार, स्वागत छ यहाँलाई। फेरि पनि हामी आइसकेका छौँ तपाईँको माझमा। आज हामी कुन बेग्लै कुरा लिएर आएका छौँ जो तपाईँलाई हामी देखाउनेछौँ। हेर्नुहोला, ग्रेनरको माइक छ। यदि तपाईँ भिडियो या ब्लग कुनै पनि चिज बनाउनुहुन्छ भने अवश्य पनि तपाईँको लागि यो काम आउनेछ। यस माइकबाट तपाईँले मोबाइलबाट यस माइकलाई कनेक्ट गरेर तपाईँले अहिले जस्तै म बोलिरहेको छु त्यस्तै भोइस तपाईँले पनि पाउन सक्नुहुनेछ। र जस्तै भनिरहँदा तपाईँले हेर्न सक्नुहुन्छ ग्रेनरको माइक हो, जुन माइकमा हामीसँग दुईवटा माइक आउँछन् है। दुईवटा माइक आउँछन् अनि एउटा मैले लगाएको छु भने अर्को मेरो हातमा छ। र यी दुईवटा माइकलाई एउटा रिसिभर आउँछ जुन रिसिभरको फोटो म माथि दिनेछु। र यी दुईवटा आइसके पछाडि फ्रेन्ड तपाईँ अनि एउटा चार्जर केबल पनि आउँछ, यहाँ हेर्नुहोला आउँछ। अनि दुईवटा माइक एउटा रिसिभर आउँछन् र आफूसँग कुरा गरेर भने दोस्रो व्यक्तिले पनि तपाईँलाई चाहेपछि उसले पनि यो माइक लगाएर युज गर्न सकिनेछ। र त्यसै गरेर हामीले आज यो खासै भिडियो बनाउनको कारण के हो भने हामीले भिडियो बनाइरहँदा ब्याकग्राउन्डमा आवाज आउने, साउन्ड आउने, सबै भोइस क्लियर नभएको कारणले हामीले भने फेरि एउटा माइक लिनुपर्छ। जुन माइक लिइरहँदा हामीले अनबक्सिङ त भन्न सकिँदैन, अनबक्सिङ अलरेडी डेलिभरी बोयले गरिसकेको थियो भने हामी तपाईँलाई यसको क्वालिटी देखाउनेछौँ र यसबाट कुरा गर्दा कस्तो क्वालिटी आउँछ र अनि बिना सिर्फ मोबाइल क्यामेराबाट कुरा गर्दा कस्तो क्वालिटी आउँछ भन्ने बारेमा तपाईँलाई हामी जानकारी दिनेछौँ। र यदि तपाईँले पनि लिन चाहनुहुन्छ भने अवश्य पनि यस भिडियोको लिङ्क म आफ्नो यस भिडियोको तल लिङ्कमा राखिदिनेछु, यहाँबाट लिन सक्नुहुन्छ। फ्रेन्ड, तपाईँ यदि फेसबुक भिडियो बनाउनुहुन्छ या ब्लग बनाउनुहुन्छ या कमेडी भिडियो बनाउनुहुन्छ भने अवश्य पनि तपाईँको लागि यो माइक एकदमै राम्रो छ। तपाईँले एकपल्ट तपाईँले लिएर हेर्न सक्नुहुनेछ। र यसको प्राइस धेरै महँगो नभएर धेरै कम मात्रामा यसको प्राइस छ, जुन 1000 भित्र तपाईँले यसलाई लिन सक्नुहुनेछ। र यसै सँगसँगै तपाईँले यो कहाँसम्मको हामी यहाँबाट फेरि टाढा जानेछौँ, टाढाबाट यसको आवाज आउँछ कि आउँदैन त्यो पनि हामी चेक गर्नेछौँ। र हेर्नुहोला, हामी जाँदैछौँ अहिले। यति टाढा छौँ अहिले, तपाईँ देख्न सक्नुहुनेछ क्यामेरामा। योभन्दा पनि टाढा जान सकिन्छ, तर यो मैले अहिले हाम्रो ठुलो गोडामभित्र सुटिङ गरिरहेको छौँ, त्यही भएर त्यहाँभन्दा पर जान मिल्दैन। र तपाईँले पनि यदि चाहनुहुन्छ भने अवश्य पनि यस भिडियोलाई पुरा हेरेर अनि नयाँ माइक लिन सक्नुहुनेछ। र साथसाथै तपाईँलाई के भन्छु भने यदि हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला ताकि हामीले अझै पनि योभन्दा राम्रा भिडियो ल्याउन सकौँ। र साथसाथै अब हामी बिना माइकको पनि हामीले तपाईँलाई भोइस देखाउनेछौँ, कुन तरिकाको भोइस छ भन्ने बारेमा तपाईँलाई जानकारी दिनेछु। यहाँ हेर्न सक्नुहुनेछ अहिले बिना माइक लगाएर म कुरा गर्दैछु। जुन क्यामेराको अडियोलाई मात्र हामीले लिएका छौँ, क्यामेराको अडियोलाई मात्र हामीले लिइरहँदा तपाईँले बुझ्न सक्नुहुनेछ ब्याकग्राउन्डमा जुन साउन्ड आइरहेको छ यो साउन्ड कस्तो छ र अनि माइकबाट बोलिरहँदा यो साउन्ड कस्तो छ भन्ने बारेमा तपाईँले अहिले यो भिडियो हेरेर तपाईँले जान्न सक्नुहुनेछ। र यसको लागि रिसिभर हेर्नुलाई यो आएको छ र यसमा यो आएको छ। र अनि यसमा 3 स्टेप छन् है, 3 लेभल छन्। जुन लेभल फर्स्ट लेभल, सेकेन्ड लेभल, थर्ड लेभल गरिरहँदा एकदमै तपाईँको ब्याकग्राउन्ड नोइस भने एकदमै नाक के बराबर हुन्छ, जसले आउँदैन भने पनि हुन्छ। फ्रेन्ड, तपाईँले यदि लिन चाहनुहुन्छ भने अवश्य पनि भिडियोको तल लिङ्क गएर अर्डर गर्न सक्नुहुनेछ। अब माइक लगाउँ है। यहाँ हेर्नुहोला, फर्स्ट स्टेपमा हामी छौँ। जस्तै यहाँ पछाडि साइडमा बटन छ, यसको यो बटन दबाइरहँदा यो लाइट ब्लिङ गर्छ। अब हामी सेकेन्ड टाइम दबाउनेछौँ। हेर्नुहोला, यो तरिकाले यो सेकेन्ड लेभल हो अनि यो तपाईँले थर्ड लेभल। जुन थर्ड लेभलमा तपाईँले हेर्न सक्नुहुनेछ माइकको क्वालिटी कस्तो छ, के छ, यो पनि हेर्न सक्नुहुनेछ। अहिले हामी यो माइकबाट बोलिरहेका छौँ। भिडियोभन्दा अगाडि हामीले मोबाइलको माइकबाट हामीले भिडियो गरेका थियौँ भने अहिले भर्खरै हामी तपाईँलाई माइकबाट बोलिरहेका छौँ। माइकबाट बोलिरहँदा क्वालिटी कस्तो छ तपाईँले आफैले तल कमेन्टमा भन्नुहोला। र यदि अर्डर गर्न छ भने लिङ्क राखिदिउँला त्यहाँबाट। थ्याङ्क यू सो मच। हेर्दै गर्नुहोला।